यदि तपाईहरुलाई गोही, माछा र कछुवाहरूको सुन्दर दृश्य हेर्न मन पर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। नमस्ते, आज हामी महेन्द्र राजमार्गमा रहेको बबई पुलमा आएका छौं। मसँग मेरो साथी आज सानबा पनि हुनुहुन्छ। यो पुल 315 मिटर लामो छ। यो नदी महाभारत क्षेत्रबाट बग्दै बर्दे राष्ट्रिय निकुञ्ज छिचोरेर जाने महत्त्वपूर्ण नदी हो। यो जलविद्युत र सिंचाइ आयोजना दुवैका लागि महत्त्वपूर्ण छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ केही प्रहरी र स्थानीय दाजुभाइहरू नदीबाट काठका मुढाहरू निकालिरहनु भएको छ। यसले पानीको गति सहज बनाउँछ र नदी सफा राख्न मद्दत गर्दछ। हामीले नदीमा फोहोर फाल्नु हुँदैन, यसले जलजीवहरूलाई असर गर्दछ। यो बबई नदीमा 50 भन्दा बढी प्रजातिका माछाहरू, गोही र कछुवा लगायतका धेरै जलजीवका लागि प्रसिद्ध छ। तर अहिले धेरै गर्मी र पानी धमिलो भएको कारणले आज हामीले तिनीहरूलाई देख्न सकेनौं। अरू समयमा आउनु भयो भने पक्कै पनि यहाँका जीव जन्तुहरूलाई देख्न पाउनुहुनेछ। बबई नदीले यस क्षेत्रको कृषि र वन्य जन्तु संरक्षणमा ठूलो भूमिका खेलेको छ। यदि तपाईहरुलाई पनि जलजीव, सिंचाइ आयोजना र सुन्दर दृश्य हेर्न छ भने यो ठाउँ पक्कै आउनु होला। धन्यवाद।